मेरो त्यस्तो देखाउने होइन, खालि चियर पस्ता कतिको चेन्जेस भयो भनेर मात्रै। गुड मर्निङ साथीहरू, आज डे 55 मा तपाईँलाई चाहिँ स्वागत छ। सो लेट्स अब लेगको एक्सर्साइज गरौँ। गुड मर्निङ। ए भन है, कहाँ हिँडेको? गुड मर्निङ गाइस। ल लेट्स, अब हामी कहाँबाट सुरु गर्ने? यहाँबाट स्क्वाडबाट खाली भएको छैन हो। फाइनली हामीले 10ले 15 हान्यो। त्यसपछि त्यो 10 फेरि थप्यो 20 भयो। 20ले 12 हान्नुभयो कि 10 हान्नुभयो? 20ले 12 भयो, मैले 10 हानेँ। त्यसपछि 20मा फेरि 5 थपेर 10 हान्यो। अनि फाइनली 10 थपेर फेरि 8 हान्यो। 10, 20, 30 प्लस 35 केजीसम्म हान्यो। ल लेगको पनि सक्यो। अब सोल्डरको ब्याकिङ। लेट्स सी, लेट्स गो। मेरो डे 55 मा आइपुग्दाखेरि कतिको चेन्जेस भएको छ बडीमा भन्ने कुरा म तपाईँहरूलाई देखाउन चाहन्छु। सो लेट्स सी।
म यो ऊहरू सबै खोलेर तपाईँहरूलाई देखाउँछु मेरो पहिलेको कति थियो एकदम पेट कति थियो र अहिले कति हुँदैछ। ठिक छ त फाइनली मेरो पालो अब चाहिँ मेरो पनि पालो आउँछ होला नि त। मेरो त्यस्तो देखाउने होइन खालि कतिको चेन्जेस भयो भनेर मात्रै। यो चाहिँ मेरो डे 55 को बडी हो। सो म डे 55 मा आउँदा चाहिँ यतिको छ अहिले चाहिँ योहरू भयो यस्तो भयो। सो स्टिल बेली फ्याट चाहिँ यहीँ छँदैछ तर पहिले भने चाहिँ यस्तो थियो सो अलिकति फ्ल्याट हुँदै आएको छ। सो यो भयो जिम चाहिँ यति हो है जिम चाहिँ यति हो के हो ड्रिम यति हो ड्रिम यति होइन नि यो भन्दा पनि बेसी हो ड्रिम त यस्तो चाहिन्छ यस्तो यति नि हुँदैन यो अझै छुट्टिनु पऱ्यो यहाँ ओके फ्लेक्स गर्नु नि त यसो गर्नु हो फाइनली यस्तो हो यस्तो अनलाइनमा भिसेर अन गऱ्यो अनलाइन त्यसकोमा ज्यान मिल्दै भइसकेको छ पटिङ मात्रै निस्किनु भएको खाना मिलाउनु पऱ्यो क्या चिया किनेर खाइदिएँ चियामा खाऊँ चिया छोड्दै नि खाने चिनी भएको चिनी कम खान्छु म दुधको चिया कुरै भएन दुधको चिया चाहियो ल तपाईँ आउनु रोड होइन यहाँनिर त्यस्तो मिठो चिया पाउँछु म चिया खाने छोडेछु फाइनली मेरो डे 55 को बडी चाहिँ यही नै हो। सुरुमा फर्स्टमा चाहिँ आउँदाखेरि तपाईँहरूले त्यो फर्स्टमा चाहिँ यस्तै थियो ठ्याक्कै यस्तै थियो। सो अहिले चाहिँ नर्मली यतिसम्म भएको छ डे 55 मा आउँदाखेरि। सो तपाईँहरूले हेरिरहनु भएको छ मेरो चेन्जेस मेरो रुटिनहरू मेरो आउने जिमको वर्कआउटहरू सबै हेरिरहनु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँहरू हेरिराख्नु होला। सो थ्याङ्क यू सो मच तपाईँहरूलाई यही नै भन्न चाहन्छु म। र केही तपाईँहरूको कमेन्ट सल्लाह सुझाव छ भने प्लिज डेफिनेटली यु क्यान टेक्स्ट मी इन यर कमेन्ट सेक्सन। सो थ्याङ्क यू सो मच। भिडियोलाई लाइक गर्नुहोस् र डे 55 को बडी चाहिँ यस्तो छ। म भन्दिनँ कि धेरै नै चेन्ज आयो भनेर भन्दिनँ तर पनि मलाई अलिअलि नोटिस चाहिँ के भइरहेछ भन्दाखेरि अलिअलि डेफिनेटली अलिअलि चेन्ज भइरहेको छ भन्ने फिल भएको छ। सो थ्याङ्क यू सो मच। अब यो चाहिँ 100 डेजसम्म कतिको हुनेछ यो ट्रान्सफर्मेसन तपाईँलाई डेफिनेटली तपाईँहरूले हेर्नु नै हुनेछ। त्यसको लागि सब्सक्राइब गर्दै गर्नु होला। स्टे ट्युन। थ्याङ्क यू सो मच। बाई बाई।